घरभित्रै ल्याएर राखु कि बिहेनै गरु भन्दै उषाले दिन सबिनालाई यस्तो जवाब झुटो धेरै दिन टिक्दैन भन्दै पहिलो पटक बोले जीपी। पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्कीको जाहेरीमा मंगलबार राति उनका पूर्वपति जीपी तिमेल सिन्हा पक्राउ परेका थिए, तर उनी लामो छलफलपछि बुधबार रिहा भइसकेका छन्। यो घटनामा जोडिएकी अर्की पात्र हुन् जीपीकी कान्छी पत्नी सबिना अधिकारी। उनले एक अनलाइन नेपाल प्रेससँग कुरा गर्दै उषामाथि विभिन्न आरोप लगाइन्। सबिनाले उषाको एकजना केटा साथीका कारण झगडा परेको बताएकी थिइन्। उक्त भनाई सार्वजनिक भएसँगै उषा निकै आक्रोशित भएकी छिन्। जो कोहीसँग यसरी खुलेआम आफ्नो नाम जोड्न नपाइने उनको भनाइ छ। अहिले त मान्छेको नामै लिएर मेरो चरित्र हत्या गरियो, उसले मेरो त्यसरी नाम लिन पाउँछ, मलाई कसैले पुर्याउन आओस् कि म कसैलाई यही घरभित्रै ल्याएर राखु कि बिहे नै गरौँ, कसैलाई के मतलबको कुरै होइन नि त्यो। उनी थप्छिन्, बिना कारण आफ्नो चरित्र हत्या गरिएको भन्दै उनले आफ्नो र जीपीको सम्बन्ध बारे थप कुरा खुलाएकी छिन्। जीपीले सम्बन्ध विच्छेद भए लगतै आफूलाई एक दिन नीलदाम हुने गरी कुटपिट गरेको उनले बताइन्। बच्चालाई स्कुलको गाडीमा पुर्याउन जाँदै गर्दा अचानक जीपी आएर मसँग न्यू खोज्यो। उसले मैले लगाएको सारा कपडा च्यातेर मलाई नाङ्गै बाहिर राख्छु भन्दै जाइ लाग्यो। हात पुरै तानेर अनि घिसारेर उसले मलाई मेरो फ्ल्याटको ढोकाबाट भर्याङसम्म ल्याइसकेको थियो। त्यो बेला मैले एउटा हातले भर्याङको रेलिङ र अर्को हातले आफ्नो पुरै जिउको कपडा समातेर आफूलाई जसोतसो जोगाए। त्यसले मलाई पुरै नीलदाम बस्ने गरेर तानेको थियो। मेरो कपाल समातेर पक्रेर पुरै जिउको लुगा निकाल्दिन खोज्दा मैले आधा म्याक्सीले जिउ ढाकेर आफूलाई बचाएको छु। त्यो बीचमा मेरो छोरी आएर गाली गरेपछि अनि मेरो काम गर्ने दिदीले आएर छुट्याएपछि म बचेको हो। त्यो बेला मेरा 2वटा बच्चाहरू यति रोएका थिए कि के भन्ने। यो कुरा म कहिले पनि मिडियामा ल्याउदिन भन्ने थियो, तर आज भन्नै पर्यो। यसैगरी जीपी तिमेल सेनाले पनि आफू हिरासत मुक्त भएसँगै उषाप्रति धेरै तताउँदा ढुङ्गा पनि विस्फोट हुन्छ, सत्य डग्दैन, झुटो धेरै दिन टिक्दैन भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनी थप्छन्, लामो समय छलफल पश्चात वास्तविक सत्य तथ्य सम्बन्धित निकायमै साँची छ। व्यक्तिगत अनुभव र सामाजिक बहसका आधारमा महिला अधिकार कानूनको प्राथमिक उद्देश्य महिलाहरूलाई सुरक्षित राख्नु र समान अवसर प्रदान गर्नु हो, तर कतिपय अवस्थामा महिला अधिकार कानूनको दुरुपयोग गर्ने प्रयासहरूले पुरुषलाई फसाउने वा मानसिक यातना दिने उद्देश्य वास्तवमै हिंसामा परेका महिलाहरूको न्याय पाउने अधिकारलाई थप कमजोर बनाउँछ। त्यसैले कानूनको पालना र न्याय प्रक्रियालाई थप स्पष्ट र तथ्यमा आधारित बनाउनु आवश्यक देखिन्छ। त्यसैगरी उषाले पनि नबिराउनु नडराउनु भन्दै स्ट्याटस पोस्ट गरेकी छिन्।